मैले एयर लेयरिङबाट तयार गरेको गेउवाको प्लान्ट हो। गेउवा प्लान्ट हो र यो लिची प्लान्ट हो र अझै पनि मैले एक दुईवटामा यसरी नै यिनीहरू दुईटा जसरी नै एयर लेयरिङ गरेको छु। त्यो म हजुरहरूलाई देखाइदिन्छु है। यो हो आँपको पत्ताबाट थाहा पाइहाल्नु भयो होला, आँपको दिन पुगेको छैन। र यो हो लिचीको, र म छु लिचीको बोटमा। हेर्न सक्नुहुन्छ मेरो चारैतिर लिचीको बोटै बोट छ, घाबी। अनि यहाँ छ मैले एयर लेयरिङ गरेको, हल्का सानो छ, धेर ठुलो छैन, दिन पुग्न लागेको छ। र यो हो गेउवाको प्लान्ट जो मैले एयर लेयरिङ गरेको छु, यानि अम्बकको प्लान्ट देख्न सक्नुहुन्छ। 42 दिन पुग्न लागिसक्यो र मैले हजुरहरूलाई जति पनि मैले एयर लेयरिङ गरेको थिएँ मैले त जम्मै देखाइदिइसकेँ। सो आजको सर्ट भिडियोमा यति नै। राम्रो लाग्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु।